भन्ने चाहिँ है त्यो सुशान्तले भनेर सिकेको है मैले यस्तो यस्तो गर्छ अनि पछि भिरालो बाटेर त्यसरी बम्प गर्छ ओइ भनेर भन्छ माथिबाट कि तलबाट हेर के होस् के भन्नु के को गएको त्यो यसको छ रहेछ पोखरी त्यहाँ छैन होला है छैन भने छैन पुग अनि हेर न त के भयो होस् अब समात्नु न लो ल तेरो पहिल्यै फोहोर गएको हो भने यहाँको होइन कति नयाँ छ छिटो छिटो माथि माथि आज चाहिँ पानी परेर त्यस्तो भएको छ गाई आज त पानी परेको छ नि त बिहान अनि मैले हाम्रो गाउँघरमा पानी परेको थियो बिहान त्यो धेरै हावा भयो भने चाहिँ उडाउँछ होइन लु हिँड्नु हामी चाहिँ कहाँ जान लागेको अरे फोटो खिचेको छ लु अनि नाति कहाँ जान लागेको ए लु घ्याङमा जान लागेको कोसँग जान लाग्यो त तपाईँ भने चाहिँ को हो र सुजन भ्यामासँग अनि सुजन भ्यामासँग हिँड्न मन लाग्छ लु लु बाख्रा चराउन गएको 2 पो बजिसकेछ धुम्म भएको बिहान है आज पानी राम्रो परेको थियो नि पानी चाहिँ परेको थियो तर धुम्म भएको थियो भनेको थियो कि है त्यो पानीमा नै हामी बाख्रा चराएको कि अनि मैले छाता दिएको अनि ओढेको छाता हो र तिमीले त छाता उठ्न पायो मैले त छाता पनि उठ्न पाएन ओइ तलबाट आउनु ल नाति तलबाट आउनु ल होइन नि हिजो पनि तलैबाट गएको नातिले बिर्सेको नि लु छिटो हिँड्नु लट्ठी बोक्नु हुन्न लट्ठी छोडिदेऊ न लट्ठी छोडिदेऊ लु हिँड चुप लट्ठी चाबी चाहिँ नछुटाउ ल दुवैजना यता फर्काउ ल हाई गाइज भन्नु लु दुवैजनालाई कोही नातिले भन्नु ल म चाहिँ कोसँग आएको अरे भन्नु फेरि यता फर्केर भन्नु नाति कहाँबाट आउनु भयो अरे कहाँ जानु लाग्नु भयो अरे कोसँग जानु लाग्यो अरे ल ओके बाई बाई गर्नु ल लु हेलो गाइस वेलकम ब्याक अगेन अनि आज चाहिँ हामी गुम्बा जान आँटेको गुम्बा चाहिँ हामीबाट यतै नियरै छ है अनि हामी चाहिँ उता माथिबाट डाँडामा उता माथि घरबाट आएको हामी चाहिँ गुम्बामा पूजा गर्न अनि हामी सबैजना चाहिँ गुम्बा चाहिँ हामी जहिले जान्छौँ 5 बजे तपाईँहरूलाई थाहा नै छ होला 5 बजे अनि के गर्नुपर्छ पूजा गर्नुपर्छ तामाङहरूको त्यस्तो हुन्छ कि तामाङ होइन बुद्धिस्ट धर्महरूको मान्नेहरूले भन्नु त्यस्तो पनि हुन्छ है अनि पछि हामी चाहिँ अलिक छिटो जाने नातिले पनि बोलो यताबाट अलिक नियरै छ कि उता हेर्नुहोस् त उता नियरै छ त्यो छोपेको छ अब हामी हेलो गाइस वेलकम ब्याक अगेन मैले चाहिँ भनेको थिएँ माथि जाने बेलामा चाहिँ मैले तपाईँहरूलाई भिडियो गर्छु भनेर त जाउँ है त
अलि छिटै जानुपर्छ है होइन भने त्यो खुट्टा देखेर त्यस्तो हुन्छ कि उताबाट जाने के तपाईँलाई यसरी जाने हो ओइ कसरी गएको यसरी जाने भने मेरो आले चाहिँ यस्तै छ कि गुम्बाबाट फर्केको हो त्यसैले हामी चाहिँ यसरी जान्छौँ है यस्तो छ है दर्जीहरू छ ऊ त्यहाँ जाऊ त्यहाँ म फोटो खिचिदिन्छु गरिसक्यो सो गाइस हाम्रो गुम्बा चाहिँ यस्तो छ हजुरहरूलाई थाहा नै छ होला हाम्रो गुम्बा त यस्तै छ तपाईँहरूलाई कस्तो लाग्यो होला हाम्रो गुम्बा त हामीलाई मन पर्यो सो तपाईँहरूलाई कस्तो लाग्यो भनिदिनुहोस् ल बाई बाई